हेलो सबैजनालाई दर्शक नमस्ते छ। म फेरि पनि हजुरको माझमा आइसकेको छु। आज मैले नेपाली चुकौनी कसरी बनाउने भनेर हजुरको माझमा आइसकेको छु। उसमा के सामान हाल्ने, कसरी तर्का मार्ने, ल अब हजुरको माझमा म चुकौनी बनाउन जान्छु है त। फर्स्ट अफ अल मैले आलु क्युबमा काट्छु है त। ल आलु हल्का क्युबमा है त। ल आलु क्युबमा काट्ने है त। ल आलु छोटो छोटो क्युबमा है त। ल यो हिसाबले आलु काट्ने क्युबमा यस्तो तरिकाले है त। ल आलु मैले काटिसकेको छु है त। ल क्युबमा आलु काटिसकेँ। जुलियन प्याज पनि हाल्ने है त। जुलियन प्याज पनि हाल्ने लाबो लाबो है त। ल लाबो लाबो जुलियन प्याज पनि है त। फ्रेस यसमा फेरि फ्रेस धनिया पनि हाल्ने त, चप गरेर एकदम बबाल स्वाद आउँछ कि। फ्रेस धनिया पनि हाल्ने सट्टा चप गरेर। ल धनिया पनि भयो। अब मेरो इन्ग्रेडिएन्ट भइसक्यो सबै कुरा। दही आउँछ है त। ल दही यसमा आलु हाल्दिने है त दहीमा टक्क। त्यसपछि अनियन है त। अनियन धनिया हाल्ने। त्यसपछि के हाल्ने, स्वाद अनुसार नमक, स्वाद अनुसार नमक। ब्ल्याक सल्ट पनि हाल्ने, काला नमक है त। ल काला नमक अझै स्वाद हुन्छ। काला नमक, हल्का जिरा पाउडर है त। ल जिरा पाउडर। अब यसको तर्का कसरी बनाउने भनेर हजुरहरूलाई देखाउँछु है। लास्ट तरिका चाहिँ ल तर्का हान्ने कसरी यसमा। ल सबै कुरो यसमा हालिसक्यो। अब तर्का कसरी हान्ने हुन्छ। सरसोको ओइलमा ठ्याक्क तर्का बनाउने। तेल राम्रो तरिकाले तेल गरम गर्नुपर्छ, न त तेलको स्मेल आउँछ। सरसोको तेल राम्रोसँग गरम गर्नुपर्छ, हिट गरम है त। त्यसपछि यसमा मसला हाल्ने, कसरी हाल्ने म त हजुरहरूलाई बताउँछु है त। भिडियो हेरिराख्नुहोस् है। ल तर्का मैले हालिसकेँ। ल तर्कामा के हाल्ने भनेपछि त लाल मिर्च पाउडर, हल्दी अनि स्पाइसीवाला लाल मिर्च पाउडर है त। ल चुकौनी बनेर रेडी भइसक्यो हजुर। ल हेर्नुहोस्, आहा यम्मी चुकौनी रेडी। ल हेर्नुहोस्, म खाएर देखाउँछु कस्तो टेस्ट कस्तो छ चुकौनीको। ल बबाल छ है। ल मजा आयो।